नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्वास्थ्य विज्ञान र जीवनशैलीसँग सम्बन्धित यो विशेष पडकास्ट। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन विषय धेरैलाई थाहा छैन, तर तपाईँको मोटोपन, तौल बढ्ने, घट्ने, पेट फुल्ने, थकान, छाला समस्या र मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्छ। त्यो विषय हो गट हेल्थ, अर्थात् हाम्रो आन्द्रा, पेटभित्रको प्रणालीको स्वास्थ्य। अनि आजको मुख्य प्रश्न, गट हेल्थ राम्रो भयो भने वेट लस कसरी सजिलो हुन्छ? केवल डाइट र एक्सर्साइज मात्र काफी हुन्छ? आजको पडकास्टमा हामी विज्ञानले प्रमाणित गरेका तथ्यहरू, सजिलो उदाहरण र व्यवहारमा लागू गर्न मिल्ने उपायहरू सबै कुरा शान्त र स्पष्ट तरिकाले बुझ्नेछौँ। गट हेल्थ भनेको के हो? हाम्रो पेटभित्र करोडौँ सूक्ष्म जीवाणुहरू बस्छन्, जसलाई गट माइक्रोबायोम भनिन्छ। यी जीवाणुहरू खाना पचाउन मद्दत गर्छन्, भिटामिन बी, भिटामिन के जस्ता पोषक तत्त्व बनाउँछन्, रोगसँग लड्ने इम्युन सिस्टम बलियो बनाउँछन् अनि सबैभन्दा महत्त्वपूर्ण तौल नियन्त्रणमा ठूलो भूमिका खेल्छन्। हामी सोच्ने गर्छौँ, म कम खान्छु तैपनि तौल किन बढ्छ? धेरै पटक यसको उत्तर गट इम्ब्यालेन्स हुन्छ। गट हेल्थ र वेट लसको विज्ञान अब अलि वैज्ञानिक कुरा गरौँ। एक राम्रो गट बराबर राम्रो मेटाबोलिजम। जब गटभित्र राम्रो ब्याक्टेरिया, गुड ब्याक्टेरिया धेरै हुन्छन्, शरीरले खाना राम्रोसँग ऊर्जामा बदल्छ, बोसो, फ्याट जम्मा कम हुन्छ, सुगर लेभल ब्यालेन्समा रहन्छ। तर जब खराब ब्याक्टेरिया बढ्छ, मेटाबोलिजम सुस्त हुन्छ, बोसो सजिलै जम्मा हुन्छ, वेट लस गर्न गाह्रो हुन्छ। 2. गट र हङ्गर हर्मोन। हाम्रो भोक हर्मोनले नियन्त्रण गर्छ। ग्रेलिन भोक बढाउने, लेप्टिन पेट भरियो भन्ने सङ्केत दिने। गट बिग्रियो भने ग्रेलिन बढी उत्पादन हुन्छ, लेप्टिनको सिग्नल शरीरले बुझ्दैन, त्यसैले अझै खान मन लागिरहन्छ, मिठो जङ्क फुड चाहिन्छ, राति पनि भोक लाग्छ। 3. इन्फ्लामेसन र तौल खराब। गट हेल्थले शरीरमा क्रोनिक इन्फ्लामेसन बढाउँछ। यसको असर पेट फुल्ने, बोसो, खास गरी पेट वरिपरि जम्ने थकान, आलस्य, वेट लस रोकिने। त्यसैले तौल घटाउन पहिला पेटभित्रको आगो शान्त गर्नुपर्छ। गट बिग्रिने मुख्य कारणहरू अब बुझौँ। हाम्रो गट किन बिग्रन्छ? 1. जङ्क फुड र प्रोसेस्ड फुड। इन्स्ट्यान्ट नुडल्स, सुगरी ड्रिङ्क्स, बेकरी आइटम, डिप फ्राइड खाना। यिले राम्रो ब्याक्टेरिया मारिदिन्छन्। 2. एन्टिबायोटिक्सको धेरै प्रयोग, डाक्टरको सल्लाह बिना। बारम्बार एन्टिबायोटिक्स, फ्लू, कफमा पनि यसले गुड एन्ड ब्याड दुवै ब्याक्टेरिया मार्छ। 3. स्ट्रेस र कम निद्रा। धेरै सोच्ने मोबाइल राति ढिलोसम्म 5 से 6 घण्टा मात्र सुत्ने। स्ट्रेस इजारको गटको सबैभन्दा ठूलो शत्रु। गट हेल्थ सुधार्ने खानेकुरा। अब मुख्य कुरा के खाने? 1. प्रोबायोटिक खाना। यी खानामा जीवित राम्रो ब्याक्टेरिया हुन्छ। दही, घरमै जमाएको मोही, गुन्द्रुक, किनेमा, फर्मेन्टेड पिकल। दिनमा अलिअलि नियमित। 2. प्रिबायोटिक खाना। यी खानाले राम्रो ब्याक्टेरियालाई खाना दिन्छ। केरा, लसुन प्याज, ओट्स, सिमी, चना। 3. फाइबरयुक्त खाना। फाइबर बिना गट सफा हुँदैन। हरियो साग, फलफुल, होल ग्रेन्स, सलाद। वेट लसको नाममा गट बिगार्ने गल्ती। धेरैले यस्ता गल्ती गर्छन्। अत्यन्त कम खाना, केवल तरल आहार, बारम्बार फास्टिङ, डिटक्स टीमा भर पर्नु। यसले तौल अलि घटे जस्तो देखिन्छ तर गट बिग्रिन्छ, पछि डबल वेट फर्किन्छ। गट हेल्थ सुधार्दा वेट लस कहिले देखिन्छ? यो धेरैले सोध्ने प्रश्न हो। सामान्यतया 2-3 हप्ता, पेट फुल्ने कम, 4-6 हप्ता, एनर्जी बढ्ने, 2-3 महिना, तौल स्थिर रूपमा घट्न थाल्ने। यो स्लो तर सस्टेनेबल प्रक्रिया हो। दैनिक सजिलो रुटिन। बिहान तातो पानी, अलि हिरडुल, मोबाइल कम खाना, प्लेटमा रङरङका खाना चपाएर खाने, पेट 80% भरिएपछि रोक्ने, राति 7देखि 8 घण्टा निद्रा, खाना सुत्नुभन्दा 2देखि 3 घण्टा अगाडि। गट र मेन्टल हेल्थ। गटलाई सेकेन्ड ब्रेन पनि भनिन्छ, किनकि सेरोटोनिनको 90% गटमा बन्छ। मुड, एङ्जाइटी, डिप्रेसनसँग सम्बन्ध। गट राम्रो भयो भने मन हल्का, स्ट्रेस कम, इमोसनल इटिङ घट्छ। निष्कर्ष, अब अन्त्यमा, यदि तपाईँ वेट लस चाहनुहुन्छ भने केवल क्यालोरी गन्नुहोस् भन्ने होइन,
पहिला आफ्नो गटलाई माया गर्नुहोस्। गट सुस्त भयो भने तौल आफै ब्यालेन्स हुन्छ, एनर्जी बढ्छ, रोग कम लाग्छ, जीवनको क्वालिटी राम्रो हुन्छ। यदि तपाईँलाई यस्तो साइन्स बेस्ड सजिलो नेपाली पोडकास्ट मन पर्यो भने यसलाई सेयर गर्नुहोस् र हाम्रो च्यानललाई फलो गर्न नबिर्सनुहोस्। म डाक्टर योस्ना बिदा हुन्छु। अर्को एपिसोडमा फेरि भेटौँला। नमस्कार।